दर्शक महानुभाव, यहाँलाई हार्दिक स्वागत छ। आज हामी एउटा यस्तो कथा लिएर आएका छौँ जसले केवल एउटा परिवार होइन, हरेक अभिभावकको मन भक्कानिन्छ। दर्शक महानुभाव, मकवानपुर जिल्लाको बागमती गाउँपालिका साथ मनसाईका हिरा राणा मगर आज क्यामेरा अगाडि पुगेका छन्। दर्शक महानुभाव, बुवाको रूपमा होइन, आशा र आँसु बीच हराइरहेको एक असहाय मानिसको रूपमा आउनु भएको छ। उहाँको आँखामा निन्द्रा छैन, स्वरमा कम्पन छ र ओठमा एउटै वाक्य दोहोरिरहन्छ, मेरो छोरा खोजिदिनुहोस् न। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई, आमा बुवाहरूलाई सम्पूर्ण स्योर गर्दा हार्दिक अनुरोध गर्दछु। उनका 17 वर्षीय छोरा अमृत थापा एक्का बहादुर मिति 2082 माघ 22 गते बिहान करिब 9:50 बजे एक घरबाट निस्केका थिए। सानै उमेरमा छोराको भविष्य उज्यालो होस् भनेर गाउँबाट सहर पठाएका थिए। 6 वर्षको उमेरदेखि अरूकै घरमा बसेर पढ्दै आएको छोरा आज अचानक सम्पर्क विहीन भएको छ भन्दै आँखाभरि आँसु बनाउँदै हामी माझ आइपुग्नु भएको छ। दर्शक महानुभाव, अब बुवाको मनमा एउटै पीडा बल्झिएको छ, मैले छोरालाई टाढा पठाएर गल्ती पो गरे भन्ने महसुस भइरहेको छ। परिवारले आफन्त, साथी, छिमेकी, विद्यालय, बजार सबैतिर खोजिसकेका छन्, फोन गरिरहेका छन्, ढोका ढकढकाइरहेका छन्, तर उत्तर कतैबाट पनि आएका छैनन्। खोजीको क्रममा सोही दिन साँझ करिब 8:20 बजे मकवानपुर गढी 4 मनोकामना मन्दिर नजिकैदेखिको भन्ने सूचना आयो। त्यसपछि त्यो क्षेत्रका बाटो, पसल, मन्दिर, जङ्गल छेउ सबैतिर हेटौँडा उपमहानगरपालिका वडा नम्बर 4 पारिजात बस्ने वर्ष 53 को शङ्कर नेउपानीको साथमा उहाँ दौडिरहनु भयो। शङ्कर नेउपानीको घरमा बस्नु भएको 17 वर्षीय अमृत थापा एक यस्तो हुनहार शालीन व्यक्तित्व थिए। शङ्कर नेउपानीले छोरालाई जस्तै गरिकन भविष्यमा ठुलो बनाउँछु भन्ने कल्पनासहित राखेका थिए र पढाइरहेका थिए आधुनिक माध्यमिक विद्यालयमा। शङ्कर नेउपानी पनि दिनरात नभनी खोजिरहेका छन् आफ्नै छोरा जस्तो ठानेर पालेका र राखेका अमृतलाई। र उनका बुवाले हामीलाई भनेका छन्, हराउँदा फिक्का निलो हुडी, कालो ट्र्याक प्यान्ट, सेतो मोजा, कालो चप्पल र कालो ब्याग बोकेका थिए भनेर हामीलाई भनेका छन्। माथिल्लो ओठमा रहेको कोठी उनको स्पष्ट चिन्ह हो। प्रहरी कार्यालयमा ढोका चाहर्दै सञ्चार माध्यम गुहार्दै बुवा हिरा राणा मगर एकै कुरा दोहोऱ्याइरहेका छन्। दर्शक महानुभाव, छोरा जहाँ भए पनि सुरक्षित होस्, भोक्कै नहोस्, डराएको नहोस्, बस एकपटक देख्न पाए पनि हुन्थ्यो भन्दै उनका बुवा गहभरि आँसु पारिरहेका छन्। दर्शक महानुभाव, यो पुकार एउटा बुवाको मात्र होइन, सम्पूर्ण समाजप्रतिको भरोसा हो। यदि तपाईँले पनि अमृत थापालाई हेटौँडा मनोकामना मन्दिर क्षेत्र वा आसपास कतै देख्नु भएको छ भने कृपया तुरन्त जानकारी गरिदिनुहोस् न। 98 550 71 197 र 97 62 18 86 60 वा नजिकको प्रहरी कार्यालयमा यहाँले खबर गरिदिनुहोस् न भन्दै उहाँका बुवा र सँगै हुर्काएका शङ्कर नेउपानीले अपिल गरिरहनु भएको छ। दर्शक महानुभाव, यो फोटो हेरिरहनु भएको छ भने कृपया धेरैभन्दा धेरै सेयर, लाइक, कमेन्ट गरेर हाम्रो बाबुलाई खोज्नका लागि यहाँको ठुलो सहयोग होस् भन्ने म अपेक्षा गर्दछु। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, यहाँलाई धेरै धन्यवाद। म रूपक कालीराज बिदा हुन चाहन्छु। नमस्कार।